हेलो गाइज, गुड मर्निङ एन्ड वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई मेरो मिनी ब्लग मनपर्छ भने चाहिँ लाइक गर्न सक्नुहुन्छ। अनि पछि फेरि यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोला। अनि हामी चाहिँ आज घुम्न जाने, पाल्पा घुम्न जाने भनेर म बिहानै उठेर ब्रस गरेँ, त्यसपछि फेस वास गरेँ। अनि हामी चाहिँ घुम्न यहाँबाट 2 जना जाने सोच्दैछौँ। अनि पछि हामी रेडी हुँदैछौँ र अब चाहिँ म रेडी हुन्छु। अनि रेडी भइसकेपछि हामी चाहिँ पाल्पाको लागि निस्किन्छौँ। म हजुरहरूलाई सबै देखाउन त सक्दिनँ, तर थोरै क्लिपहरू चाहिँ देखाउँछ है, सबै हेर्नु होला। अनि म चाहिँ यसरी रेडी हुँदै थिएँ, सबै रेडी भएको चाहिँ म भिडियो बनाउन पाइनँ। अनि पछि फेरि म रेडी भइसकेपछि हिँडेँ यसरी। अनि बाटोमा चाहिँ दिदीले मलाई कुरेर बस्नुभएको थियो। अनि हाम्रो बाटोमा गएपछि भेट भयो। अनि हामी चाहिँ बुटोल जाँदै थियौँ। बुटोल गइसकेपछि ट्राफिक नै पाल्पा बस पार्क चढेर हामी चाहिँ ब्याङ्कमा गएर पैसा निकाल्यौँ। पैसा निकालिसकेपछि चाहिँ हामी पाल्पाको लागि निस्क्यौँ। पाल्पाको लागि निस्केपछि यसरी हामीले बाटोमा रमाउँदै भिडियो गर्दै हिँडिरहेका थियौँ। त्यसै क्रममा गाडी रोक्यो। भनेपछि चाहिँ हामीले यसरी चिप्स किनेर खायौँ। मलाई मनपर्ने चिप्स हो यो चाहिँ, एकदमै धेरै मनपर्छ। हजुरहरूलाई मलाई गिफ्ट पनि गर्न सक्नुहुन्छ है यो चाहिँ। अनि पछि फेरि हामी यसरी खाँदै रमाउँदै गइरहेका थियौँ। यसरी मैले चाहिँ बाहिर हेरिरहेकी छु, दिदीले चाहिँ मेरो भिडियो गराइदिनु भएको छ। अनि हामी गीत बजिरहेको थियो, म नाचिरहेको थिएँ। अनि हामी चाहिँ पाल्पा पुगिसक्यौँ। अनि हामी होटल ताज अगाडि गयौँ। अनि हामी यो सबै डोडी खेलमा घुम्यौँ। त्यसपछि फेरि हामी लाग्यौँ श्रीनगरतिर। यो चाहिँ श्रीनगर जाने उकालो बाटो रहेछ। हामी पहिला जाँदा चाहिँ हामी उताको बाटो गएको थियौँ, मैले चाहिँ राम्रो भयो रहेछ। अनि यहाँ आएर हामीले नास्ता खान लाग्यौँ, एकदमै धेरै भोक लागेको थियो। यहाँ आएर हामीले चटपटे अनि पानीपुरी खायौँ। अनि हामीले लास्टमा नि देखाउँछौँ हामी के खायौँ भन्ने कुरा है। हजुरहरूले राम्रोसँग हेर्नु होला। आज चाहिँ मलाई लुगा पनि लाग्यो, एकदमै कस्तो लुगा लाग्यो है। खाँदा पनि सिगान तानै गरिसकेँ। अनि चाहिँ हामी यो श्रीनगर भ्यू टावरमा जाने उकालो मेरो भिडियो बनाइदिनु भयो रहेछ दिदीले। अनि मेरो भिडियो बनाइसकेपछि चाहिँ उहाँलाई पनि आफ्नो भिडियो बनाउनु पर्छ कि, ए भगवान् के गर्नु र। अनि चाहिँ म भ्यू टावरमा चढेँ, एकदमै गाह्रो थियो यो भ्यू टावरमा चढ्नलाई। अनि चाहिँ हामी बतासे डाँडा हुँदै पनि गएको थियौँ, तर उताको भिडियो बनाउन चाहिँ अलि मिलेको थिएन। त्यसपछि फेरि हामी उताबाट आइसकेपछि हामी कफी खायौँ, खाजा खायौँ। सबै भिडियो चाहिँ बनाउन पाएन कि मैले, लास्टमा हेर्न सक्नुहुन्छ है अरू भिडियो चाहिँ। अनि पछि हामी घर आउनको लागि बसमा चढ्यौँ। ल हेर्नु त। अनि हेर्नु, यो चाहिँ पाल्पा बस पार्क हो। अनि हाम्रो ड्राइभर दाइले हाई गर्नुपर्छ, हजुरहरूले नि हाई गरिदिनु होला उहाँलाई। अनि पछि म यसरी बसेको थिएँ कि अप्ठ्यारो त भयो थिएन, जाँदाखेरि अप्ठ्यारो भएको थियो, अब चाहिँ एकदमै सजिलो भएको थियो कि। अनि पछि हामी लाग्यौँ बुटोलतर्फ। मेरो भिडियो बनाइदिनु भयो दिदीले। जब पनि आफ्नो भिडियो, मेरो भिडियो बनाइसकेपछि उहाँलाई आफ्नो पनि भिडियो बनाउनु पर्छ कि। हेर त नक्कली। अनि हामी लाग्यौँ बुटोलतिर। अनि बुटोलतिर आएको चाहिँ मैले भिडियो बनाउनु पाएको छु यति मात्र। अनि यहाँ चाहिँ ल मेरो भिडियो हेर्नुभएकोमा हजुरलाई धेरै 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 धन्यवाद छ। अनि भिडियो चाहिँ हेरिसक्नु भयो, लाइक पनि गरेर जानु है त। ल यो चाहिँ हामीले खाँदै गरेको भिडियो। थ्याङ्क यू फर वाचिङ, बाई।